आज म प्लाजो सिलाउने सजिलो तरिका सिकाउँदैछु। सुरुमा चाहिँ हामीले दुईटा कपडा लिने, यो चाहिँ मैले एक साइडको सिलाएको छु अनि यसलाई मिलाएर राख्ने र यो छेउदेखिबाट हामीले यो छेउसम्म सिलाउँदै ल्याउनुपर्छ। अब म सिलाउन गइरहेको छु। हामी चाहिँ 8 इन्च जस्तो साइडमा छोडेर सिलाउँदै जानुपर्छ। हामीले चाहिँ यो साइड सिलाइसकेका छौँ। त्यसलाई तन्काउने, यो साइड चाहिँ सिलिसक्यो, यस्तो देखाएको छ। यो चाहिँ मेरो चाहिँ कपडाको कमीले गर्दा हामी यहाँ अर्को पनि इलास्टिक राख्नको लागि इलास्टिक भाग जोड्नेछौँ, किनकि यसमा चाहिँ कपडा थोरै थियो, त्यसैले हामी चाहिँ यहाँ इलास्टिक राख्नको लागि भाग जोड्छौँ। पुगेर यहाँ यसरी सिलाएर यसरी जोडेको छु। यो चाहिँ एक्स्ट्रा भाग यसरी तपाईँहरूले पनि जोड्न सक्नुहुन्छ। मैले चाहिँ यो पनि बनाएर भिडियोमा हालेको थिएँ। यसरी सिलाएर हुनुपर्छ। 2.5 इन्चीको पेटी राखेर सरर सिलायो भने चाहिँ अब कपडा नपुग्दाखेरि चाहिँ मेरो चाहिँ यो कपडा नपुगेको कारणले त्यसरी सिलाएको थिएँ। मैले भिडियो पनि बनाएको थिएँ, भिडियो चाहिँ डिलिट भएछ। त्यस्तो मजाले सिलाउनु। यस्तो दुःख चाहिँ गर्नु पर्दैन चाहिँ प्लाजो सुरुवालको कपडा नपुगेको भएर हामीले चाहिँ यस्तो गरे होइन भने सबभन्दा सिलाउन सजिलो चाहिँ कटिङ एन्ड स्टिचिङमा चाहिँ सबभन्दा सजिलो चाहिँ प्लाजो नै छ सिलाउनलाई। हाम्रो चाहिँ सिलाएर रेडी भयो। अब चाहिँ म खल्टिहाल्छु। रेडी भयो, यो चाहिँ दुइटै सिलाएर रेडी भइसकेको छ। हेर्न सक्नुहुन्छ, यो एउटा, यो अर्को। अब चाहिँ म खल्टिहाल्छु। सुरुमा काट्दाखेरि ड्राफ्ट गरेको छु, त्यही कपडा लिएको छु। गोजियाना चाहिँ कति मान्छेलाई गाह्रो लाग्छ, म चाहिँ सजिलो तरिकाले सिकाएको छु। सुरुमा गोजियानालाई हामीले सुल्टोपट्टिबाट कपडा लिने, सुल्टोपट्टिबाट कपडा लिइसकेपछि हामीले चाहिँ गोजीको कपडा लम्बाइ चाहिँ 12 इन्च छ भने 12 इन्च छ भने चौडाइ चाहिँ 6 इन्च होइन, डबल गरेर 6 छ। यो 12 को कपडा छ। अब चाहिँ मैले सुल्टोपट्टिबाट हाल्ने हो। सुरुमा यहाँ म चिनो लगाउँछु। म यहाँ बाटै जोड्छु किनकि यो पल्टिन्छ। तपाईँहरूको चाहिँ यसरी कपडा जोड्नु पर्दैन भने 2 इन्च छोड्नुपर्छ। मेरो चाहिँ अब यही नै छ नि त 2 इन्च, त्यसैले यसलाई अनि यहाँबाट यो चिनोबाट 6 इन्च हाम्रो 6 इन्चमा लाउने, यहाँसम्म चाहिँ हामीले सिलाउनुपर्छ। अनि यो कपडा यहाँ राखेर म चाहिँ यहाँसम्म चाहिँ सिलाउँछु। 1/2 इन्च जति राखेर सिलाउनुपर्छ है। यहाँदेखि यहाँसम्म भनेर म यहाँ चिनो लगाउँछु। घुमाएर निकाल्ने, यसो पारेर यसरी काट्छौँ है। यहाँ देख्न सक्नुहुन्छ अझै 150 पारेर यसरी यहाँ काटे, त्यसरी यहाँ 150 पारेर चड्के पारेर काट्ने। त्यसरी काटेपछि यहाँ यसरी यसलाई पल्टाइसकेपछि चाहिँ यसरी दुवैतिर यस्तो सानो चोसा निकालेर अनि 1/2 इन्च जतिमा मैले चिनो लगाइसकेको छु। अब हामी चाहिँ यहाँ चाहिँ मसिनो पारेर सिलाउँछौँ हाम्रो मेसिनलाई एकमा राखेर। लिएर आउँछौँ। भाग राखिसकेपछि म त्यसको माथिबाट सुल्टो भाग हो, अनि यो सुल्टो भागलाई चाहिँ सुल्टो भागपट्टि पल्टाएर माथि चाहिँ एउटा कपडा चाहिँ सुल्टोपट्टि राख्ने अनि एउटा चाहिँ उल्टोपट्टि जो चाहिँ हाम्रो सुरुवालको कपडा हालेका छौँ त्यसलाई चाहिँ हामी उल्टोपट्टि राख्छौँ, उल्टो फर्काएर। हाम्रो सुरुवालको कपडा चाहिँ यहाँ छ, यहाँ पनि सुल्टो छ, यहाँ पनि सुल्टो छ। सुल्टो एकसाथ हुनु पर्यो। उल्टो अगाडि यता भयो र यता पछाडि पनि। त्यसो भइसकेपछि यसलाई यसरी राखेर सिलाइ भने चाहिँ बाहिरको देखिन्छ, त्यसैले चाहिँ म यसलाई यो एउटा पाटो लिन्छु र अर्को यसरी पाटो लिन्छु र यसलाई यसरी घुमाउँछु। यसरी घुमाएर दुईटा पाटो मिलाउँछु, जोड्छु र यता पनि मिलाउँछु र म यहाँबाट सट्ट सिलाउँछु।
यसरी सिलाउनुपर्छ। यसरी सिलाएपछि चाहिँ अनि यसलाई यसरी फर्काउँदाखेरि चाहिँ यो त्यहाँबाट चाहिँ हामीले खल्ती भाँच्चोसम्म सिलाउँछौँ। यसरी चाहिँ हामी अन्तिमसम्म सिलाउँछौँ दुवैतिर। मोताको लागि चाहिँ कपडा पनि पुगेको थिएन किनकि कपडाको लम्बाइ नै छोटो थियो नि त। अनि मैले कमर पेटी र तलको मोताको लागि चाहिँ कपडा जोडेको थियो, एक्स्ट्रा कपडा। अब चाहिँ हामी कपडा सिलाउँदा गइरहेछौँ, जोडेको कपडा। माथिबाट यसरी सिलाउँदा बलियो पनि हुन्छ, मिसी पनि देखिन्छ र राम्रो पनि देखिन्छ। अब चाहिँ हामी मोता कपडालाई डबल फोल्ड गरेर त्यसमा एक सरो सिलाउन गइरहेछौँ। हाम्रो चाहिँ मोता पनि सिलाएर रेडी भइसक्यो, तपाईँहरू हेर्न सक्नुहुन्छ। हाम्रो चाहिँ एकपट्टिको मोता तयार भइसक्यो, हामी त्यसरी नै अर्कोपट्टि पनि मोता रेडी गर्छौँ। अब चाहिँ हाम्रो प्लाजो सुरुवालको हामी जाङपट्टिको भाग सिलाउन गइरहेको छौँ। इलास्टिक रेडी भयो। यो राखेर यसलाई यस्तो गर्दै सिलाउँदै जाने। मैले चाहिँ प्लाजोमा इलास्टिक हालेर पनि सकिसकेको थिएँ। अब म चाहिँ प्लाजोलाई माथिपट्टिबाट सिलाउँछु, राम्रो पनि देखियोस् भनेर, बलियो पनि देखियोस् भनेर प्लाजो चाहिँ इलास्टिक रेडी भयो। यहाँ राख्ने र दुवैतर्फ तान्काएर सिलाउने। हाम्रो प्लाजोमा चाहिँ माथिबाट पनि इलास्टिकको माथिबाट पनि सिलाएर सकिसक्यो। प्लिज मेरो युट्युब भिडियोलाई सपोर्ट गरिदिनु होला, हेरिदिनु होला, लाइक गरिदिनु होला, सेयर गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ।